आज हामी बुढानीकण्ठ नगरको सम्मेलन भेटघाट शुभकामना आदान प्रदान कार्यक्रम एउटा उत्सवको रूपमा मनाउने भनेर यहाँ जम्मा हुने निधो गरेर आएका हुन्। तर यहाँ आउँदा नआउँदै हामीलाई एउटा दुःखद समाचार थाहा भयो, जसको कारणले गर्दा कार्यक्रम गर्ने कि नगर्ने भन्ने अलमल पनि भयो। हामी पनि अहिले पार्टीको कार्यक्रम कसरी गर्ने भन्ने सानो छलफल गरेर आउँदै गर्दा ढिलो भएको हो। नेपाली कांग्रेसको केन्द्रीय सदस्यहरूको पार्थिव शरीर हामीले पार्टी कार्यालयमा राख्ने गरेका छौँ। आज हामी छलफल गऱ्यौँ र के कुरामा निजमा पुग्यौँ भने यो पदीय जिम्मेवारी भनेको कसले पाउँछ कसले पाउँदैन ठुलो कुरा होइन। तीर्थराम डङ्गोल केन्द्रीय सदस्यभन्दा माथि, त्यसैले तीर्थराम डङ्गोलको पार्थिव शरीर केन्द्रीय कार्यालयमा राख्नुपर्छ भनेर अहिले हामी 11 बजेदेखि 1 बजीसम्म राख्ने भनेर त्यो छलफल गरेर टुङ्ग्याएर आएको र त्यस पछाडि टुकुमा उहाँको अन्तिम संस्कार हुन्छ। अघि यहाँ कुराकानी आइसकेको छ। म 4-5 कक्षामा थिएँ जस्तो लाग्छ, 4 कक्षा 5 कक्षामा। जतिखेर यहाँ पञ्चायतको बेलामा स्थानीय चुनाव भयो, जुन चुनावलाई पार्टीले उपयोग गर्ने भनेर भनेको थियो, त्यो बेलामा हामी त्यति कुरा बुझ्दैन थियो। खालि घरमा हरिबोल दाइ र तीर्थराम दाइको बारेमा एकदमै धेरै चर्चा भएको। त्यो बेलामा त्यो पुरानो ब्ल्याक एन्ड व्हाइट पोस्टर्सहरूमा कहाँ तीर्थराम दाइको कुराहरू देखेको, त्यो केटाकेटीको हामी त्यो स्मृतिमा पुरानो फर्केर हेर्दै गर्दाको त्यो दिनहरू सम्झन्छौँ। र त्यस पछाडि चाहिँ 46 सालको आन्दोलन पछाडि लगातार काठमाडौँको सङ्गठनको विभिन्न कार्यक्रममा तीर्थराम दाइसँग लगातार भेटघाट कुराकानी त हुने नै भयो। मेरो व्यक्तिगत प्रदीपले पनि भन्नुभयो कि प्रदीपको मेरो हाम्रो त अझ बढी 62-63 आन्दोलनको सेरोफेरोमा काठमाडौँको नेतृत्व गरेर राख्नु भएको, सबै कार्यक्रम काठमाडौँ केन्द्रित हुने, गिर्जाहरूले सबै जिम्मा उहाँलाई दिने र त्यस पछाडि चाहिँ अरू बाँकी रहेको कामहरू विद्यार्थी सङ्गठनको तर्फबाट हामीले गर्नुपर्ने। त्यो भएकोले गर्दा सङ्गत पनि बाक्लो भयो। एकदमै सरल मान्छे, त्यो माइकको भाइ पनि आफै बोकेर जाने, त्यो स्टेज पनि आफै मिलाउने, सबै मान्छे पनि आफै जम्मा गर्ने, कुनै त्यो मनमा त्यो अहङ्कार कहीँ कतै के पनि नरहेको, एकदमसम्म पार्टीप्रति डेमोक्रेसीप्रति अत्यन्त समर्पित व्यक्ति। मलाई त व्यक्तिगत रूपमा यो म नेपाल विद्यार्थी सङ्घको राजनीति छोडेर प्रदीप अध्यक्ष बन्नुभयो, त्यस पछाडि नेवी सङ्घको मेरो यात्रा सकियो। के गर्ने भने अलमल भइरहेको बेलामा टेकुमा पार्टी कार्यालय थियो। त्यो बेलामा काठमाडौँमा 7 निर्वाचन क्षेत्र थियो, त्यो बढेर 10 भयो। 10 भइसकेपछि हाम्रो यो क्षेत्र नयाँ 4 नम्बर क्षेत्र आयो। तीर्थराम दाइले नै मलाई त्यो दिन कार्यालयमा बोलाएर तपाईँ यो पूर्व विद्यार्थी नेता भनेर अलमलले हो भने तपाईँको जिन्दगी यसमै जान्छ, भोलि संसदीय राजनीतिमा आउनुपर्छ, त्यसैले कुरुक्क यो क्षेत्र नम्बर 4 को क्षेत्रीय सभापति बस्नुहोस् भनेर चाहिँ उहाँले भन्नुभएको। र त्यसमा नरेन्द्र दाइ पनि हुनुहुन्थ्यो। र त्यो बेलामा अब यत्रो नेपाल विद्यार्थी सङ्घको राजनीति गरेर आएको, कहाँ जिल्लाको यहाँ तलब गरेर त्यो पनि क्षेत्रको मनोनित क्षेत्रीय सभापति बस्ने भन्ने अलमल थियो। तर उहाँले यसरी सम्झाएर भन्नुभयो। म त्यो दिन बस्ने निधो गरेर म काठमाडौँको यो क्षेत्र नम्बर 4 को क्षेत्रीय सभापति बसेको हुँ, जसले पछाडि मलाई संसदीय राजनीतिमा एउटा ठुलो आधार पनि निर्माण भयो। म त्यो सन्दर्भमा मलाई सम्झन्छु। तर यो त व्यक्तिगत अनुभवहरू भयो, हामी सबैको छ। तीर्थराम दाइलाई मूलतः आज हामीले सम्झाउनु पर्ने सबभन्दा महत्त्वपूर्ण कुरा भनेको पात्रको भन्दा पनि प्रवृत्तिको हिसाबले सम्झाउनुपर्छ। पार्टी ठुलो छ हाम्रो, हामी पुरानो मानिसहरू छौँ, नयाँ मानिसहरू छौँ, अझ हामीभन्दा पनि 20-30 वर्ष नौजवानहरू पार्टीमा हुनुहुन्छ, विभिन्न क्षेत्र पेसा व्यवसायका मानिसहरू छौँ। 8 लाखभन्दा बढी हामी सदस्यहरू छौँ, अति नयाँ सदस्यहरू अझ बन्दै हुनुहुन्छ, सबै थरीका मानिसहरू हुन्छ। यो घरमा परिवारमा पार्टीमा पनि हुन्छ। तर एउटा परिवारको घरको मूल प्रवृत्ति के हो भनेको जस्तै पार्टीको पनि मूल प्रवृत्ति के हो भनेको एकदमै महत्त्वपूर्ण कुरा हो। तीर्थराम डङ्गोलको जुन प्रवृत्ति हो त्यो प्रवृत्ति चाहिँ खास गरेर नेपाली कांग्रेसको मौलिक प्रवृत्ति हो। आजको हाम्रो समस्या भनेको त्यसमा ठुलो ह्रास आएको छ। त्यो मौलिक प्रवृत्ति भनेको तीर्थराम डङ्गोल पनि हामी जस्तै मान्छे हो, प्रतिस्पर्धा गर्नुभयो, हार्नुभयो, जित्नुभयो, पार्टीमा समूह बन्यो, पार्टी यी सबै सामान्य कुराहरू, त्यो पार्टीको दैनिकीसँग जोडिएको पक्ष, त्यो चल्छ हुन्छ। तर तीर्थराम डङ्गोलको लाइफको भ्यालु चाहिँ के हो, जीवन मूल्य के हो, राजनीति के को लागि गरेको। आज तीर्थराम डङ्गोलको सारा सम्पत्ति सबै ट्रस्टको नाममा छ र त्यो ट्रस्टले अहिले विभिन्न विधामा पुरस्कार दिन्छ, सामाजिक सेवा गर्ने काम गर्छ। तीर्थराम डङ्गोललाई राजनीतिक पदमा लिएर 1 रुपियाँ पैसा कमाउनु थियो, सुक्खा पैसा जोड्नु थियो। तीर्थराम डङ्गोलको लागि पोलिटिक्स जम्मा एउटा कुरासँग जोडिएको, त्यो सोसल सर्भिस। म राजनीतिमा किन भएको भन्दा म समाजको बृहत्तर हित गर्न चाहन्छु,
कल्याण गर्न चाहन्छु, राम्रो गर्न चाहन्छु, त्यसका निम्ति राजनीति सबभन्दा सशक्त माध्यम हो। त्यसकारणले गर्दा म यहाँ छु। म नेपाली कांग्रेसभित्र किन छु भन्दा नेपाली कांग्रेसले एउटा व्यक्तिको अधिकारलाई सर्वोपरि ठान्दछ। त्यो नै म सर्वोत्तम राजनीतिक बाटो ठान्दछु। त्यसकारणले गर्दा म नेपाली कांग्रेसमा छु। यिनै कुराहरूले बाँधेर उनलाई कांग्रेसमा राखेको थियो र त्यो आम मानिसको सर्भिस गर्ने, कल्याण गर्ने, यो नै मेरो जीवनको सबभन्दा महत्त्वपूर्ण, सर्वाधिक सर्वोच्च कुरा हो, सर्वोपरि कुरा हो भनेर ठान्ने तीर्थराज नवलको प्रवृत्ति नै नेपाली कांग्रेसको प्रवृत्ति हो। त्यो नेपाली कांग्रेसको प्रवृत्ति नभएको भए म आज पनि जसलाई सबै साथीहरूलाई एक कुरा भन्ने कोसिस गरिरहेको छु कि नेपाली कांग्रेस पार्टीको स्थापना नै हुँदैन थियो। नेपाली कांग्रेसको पार्टीको स्थापना गर्ने संस्थापक नेताहरूको सबैको पारिवारिक पृष्ठभूमि हामीले हेर्यौँ भने त्यो बेलामा कमै मात्रै त्यो बेलाको समाजमा खाना लाउन नपुगेको, 2 पैसाको आम्दानी नभएको, ठालुहरू ठुलो भनेर चिनिएको परिवारका छोराछोरी नभएका मानिसहरू कमै मात्रै पार्टीका संस्थापक नेताहरू थिए। अर्थात् ती कोही पनि व्यक्तिगत जीवनसँग जोडिएर म राजनीति गर्छु, मैले दुःख पाएको छु, राणाले मलाई दुःख दिए, मेरो परिवारले दुःख पायो, त्यसकारणले गर्दाखेरि म दुःखका विरुद्ध लड्छु भनेर हाम्रो सुरु भएको भयो। हाम्रो राजनीतिक चेत त्यहाँबाट प्रारम्भ भएको भयो। हाम्रो विद्रोह पनि त्यहाँबाट प्रारम्भ भएको भयो। विद्रोह कसले गरेको भन्दा जसले पाइरहेको थियो, व्यक्तिगत जीवनमा पाइरहेको थियो। तर मैले पाउने कुराको केही पनि अर्थ छैन। बृहत्तर समाजले पाइरहेको छैन, सबै मानिसले पाइरहेका छैनन्। मेरो घरमा हुने उज्यालोको अर्थ छैन, अरू माग्रेको घरमा उज्यालो छैन भनेर खोज्न हिँडेको गणेशमान, खोज्न हिँडेको बिपी कोइराला, खोज्न हिँडेको सुवर्ण शमशेरले बनाएको पार्टी हो। त्यो पार्टीसँग जोडेर आएको तीर्थराज नवलको पछिल्लो पुस्ता, त्योभन्दा धेरै पछिको पुस्ताहरू हामी। बिस्तारै बिस्तारै यो तत्त्व हराउँदै रास हुँदै गएर हामी के हुँदै गएका छौँ, एकदम ब्युरोक्रेटिक, एकदमै टेक्निकल। हाम्रो लागि पार्टी भनिसकेपछि चुनाव, सरकार, यिनै कुराहरूको सन्दर्भको सेरोफेरोमा बढी महत्त्वपूर्ण हुने कुरा जसरी हुँदै गयो, यो यसले ठुलो जुन रास ल्याएको छ, यो हाम्रो निम्ति एउटा चुनौतीको विषय हो। यिनै विषयहरूको बारेमा हामीले हाम्रो पार्टीहरूभित्र छ, हाम्रो पार्टीभित्र खास गरी छलफल गर्नुपर्ने छ। पार्टीमा पुनर्जागरण चाहिएको छ। पार्टीभित्र एउटा पार्टीको मूल तत्त्वको खोजी गर्नुपर्ने बेला भएको छ। त्यति पनि पार्टी सर्भाइभ गर्छ। 48 सालमा जतिखेर नेपाली कांग्रेस नेपालको लार्जेस्ट पार्टी बन्यो, नेपालको सबभन्दा लार्जेस्ट पार्टी बनेको बेलामा बिपी कोइरालाको पालाभन्दा बढी मत ल्याएको है 48 सालमा। दुईटै त्यो बेलामा ल्याएको भए तर त्यो बेलामा पार्टीको क्रियाशील सदस्य कति थियो भनेर हामीले हेऱ्यौँ भने त्यो बेलामा चाहिँ हामीहरूले त्यतिखेर पार्टीको कार्यालय कति थियो, पार्टीको के भएर हेऱ्यौँ भनेदेखि पनि के पनि थिएन। तर त्यतिखेर त्यो अघि जुन मैले चर्चा गरेँ, त्यो पार्टीको त्यो मूल तत्त्व थियो, त्यसको यति धेरै ठुलो प्रभाव थियो, जसको कारणले गर्दा पार्टीको यति ठुलो प्रतिष्ठा थियो। कांग्रेससँग जोडिने कुरा मात्रै मानिसको लागि यति धेरै ठुलो गौरवको कुरा थियो। यी बाँकी सबै कुरा गाउँ थियो कि त्यो गौरवको कारणले गर्दा मानिसहरू तानिएर आए, पार्टीको संगठन चल्यो। हाम्रो पार्टीको संगठन अहिले हामीले ठुलो बनाएका छौँ। ठुलो पार्टी त्यो बेलामा सानो थियो, थोरै मानिसहरू क्रियाशील थिए, तर त्यो बेलामा त्यो पार्टी भव्य थियो, पार्टीको ठुलो गौरव प्रतिष्ठा थियो। अहिले सानो बनाउनुपर्छ भनेको हो, चुनाव जित्नु पर्दैन भने सबै कुरा पर्छ। हामीले त बुढालीगण्ड आज समय भएन, आज उपयुक्त दिन पनि भएन, अर्को दिन छलफल गरौँला। बुढालीगण्ड नगरपालिकामा हामी लगातार 2 पटक नगरपालिका बन्यो, 2वटा निर्वाचन हामी हारेका छौँ। यसमा हामी बस्नुपर्छ, छलफल गर्नुपर्छ। तपाईँहरूले यो ठाउँबाट सङ्घको सांसद जहिले पनि जिताएर पठाउनु। मैले त्यो तपाईँहरू नभएको भए, यो ठाउँबाट म निर्वाचित नभएको भए, म आज पार्टीको महामन्त्रीको रूपमा, म पार्टीको महामन्त्रीको त्यहाँभित्रको ल्याडर चढ्नको निम्ति मैले संसदीय निर्वाचनमा तपाईँले मलाई सफल नबनाइदिनु भएको त्यो सम्भव थिएन, मेरो लागि असम्भव थियो। आज नेपाली कांग्रेसको एकजना होनहार नेता प्रदीप पौडेल आज काठमाडौँ क्षेत्र नम्बर 5 मा आउनुभयो। यो पुरै नयाँ क्षेत्र थियो उहाँको लागि, गाउँठाउँ नयाँ थियो। तर बुढालीगण्ड नगरपालिकाको क्षेत्र नम्बर 5 यति ठुलो साथ दियो, यति ठुलो ताकत दियो र आज प्रदीप जतिको साथी जमेर चाहिँ नेपाली कांग्रेस राजनीतिमा फेरि एकपटक स्थापित हुने अवस्था बनेको छ र हामी गर्वको साथ आजको क्याबिनेटमा सर्वोत्कृष्ट काम गरेको मन्त्री हो भनेर हामी भन्न सक्ने हाम्रो अवस्था बनेको छ। हामी सबैको लागि एउटा गौरवको र शान्ति विषय बनेको छ। त्यो बुढालीगण्ड नगरपालिकाले मलाई पनि जिताउने, प्रदीपलाई पनि जिताउने, हामीलाई काम गर्ने मौका दिने, मन्त्री हुने मौका दिने, महामन्त्री हुने मौका दिने, हामीलाई मद्दत गरेको गरे, माथि पठाएको गर्ने, तल नगरपालिका चाहिँ हामी चाहिँ यहाँभित्र हारेको गर्ने र हामीहरूले पनि आफूले गर्न चाहेको कामहरू तल गर्न नपाउने, गर्न नसक्ने, किनकि सबै काम आएर स्थानीय सरकारमा ठोकिन्छ। यत्रो दुःख गरेर यहाँको चाहिँ बुढालीगण्डको स्वास्थ्य के गर्ने होला भनेर काम गर्यो। त्यो आफूले सोचेको त्यो स्वास्थ्य प्रणालीको काम आफ्नो तलको नगरपालिका आफ्नो अनुकूलको नेतृत्व नहुँदै गर्दा के पनि गर्न पाएको छैन। यहाँको शिक्षामा काम गर्ने मन छ, यहाँको स्वास्थ्यमा काम गर्ने मन छ, पूर्वाधारको कामहरू धेरै सम्पन्न गरिसक्यौँ। यी बाहेक यति धेरै क्षेत्रमा काम गर्ने मन छ, त्यो काम गर्ने मन छ, गरि पनि रहेका छौँ।
तर स्थानीय सरकार आफ्नो अनुकूल नहुँदै गर्दाखेरि जे सोचेको त्यसको आधा पनि काम गर्न पाइएको छैन, काम गर्न सकिएको छैन। त्यसैले बुढानीकोटा नगरपालिकाको त पार्टी बसेर म त मञ्चमा भएको नेतालाई पनि भन्छु, तल भएको भन्छु, यहाँ एकअर्कासँग सारा प्रतिस्पर्धा सब कुरा हटाएर बुढानीकोटा नगरपालिकाको पुरै वास्तव मैले प्रदेशको कार्यक्रममा राम्रो सजिलै पनि भने यहाँ पुरै बसेर छलफल गरेर हामी 84 सालमा तयारी कसरी गर्ने भन्ने यी विषयको सन्दर्भमा छलफल गर्नुपर्ने छ। यो पनि एउटा पार्टीको जीवनमा महत्त्वपूर्ण स्वाभाविक कुरा हामी गर्छौँ, एउटा पाटो भयो। तर फेरि पनि त्योभन्दा फेरि पनि कुरा के नै हो भने यो एउटा पाटो हो, यो एउटा पाटो महत्त्वपूर्ण छ। तर अनिवार्य कुरा चाहिँ के हो भने हामी नेपाली कांग्रेस पार्टीभित्र हाम्रो बिचमा एउटा कुरा फेरि हामी छलफल गर्नुपर्ने समय आएको छ। त्यो पुनर्जागरणको लागि हामी को हौँ, हामी कहाँबाट आएका, हामी नेपाली कांग्रेस किन भयो, नेपाली कांग्रेस हुनुको अर्थ के हो? मैले बुझेको नेपाली कांग्रेस हुनुको अर्थ नेपाली कांग्रेस भनेको राष्ट्रिय पार्टी। राष्ट्रिय पार्टी भनेको कति भोट ल्याएर राष्ट्रिय पार्टी हुने भए, त्यो पार्टीको नाममा राष्ट्रिय झुन्डाएर पनि राष्ट्रिय पार्टी हुँदैन भए, पार्टीको नाममा झुन्डाएर हुने पनि होइन, धेरै भोट ल्याएर हुने पनि होइन। हामीले जतिखेर नेपाली कांग्रेस राष्ट्रिय पार्टी भयो, त्यो राष्ट्रिय पार्टी भएको बेलामा त कांग्रेस चुनावै भएको थिएन, चुनावको आधारमा। राष्ट्रिय पार्टी त्यो जसले राष्ट्रको अगाडि आएको त्यो बेलाको सबैभन्दा ठुलो मुद्दा वा समस्यालाई बुझ्छ, चिन्छ र त्यसको हल गर्छ। राणा साहेबको बेलामा सबैभन्दा ठुलो मुद्दा के थियो? राणाबाट मुक्ति थियो। 30 वर्ष पञ्चायतको बेलामा पञ्चायतबाट मुक्ति थियो। माओवादीको हिंसा, राज्यको हिंसा, दोहोरो मारमा परेको बेलामा हिंसाबाट मुक्ति थियो। अस्ति नेपालले जातीय द्वन्द्वमा पर्ला कि भनेको बेलामा राजनीतिलाई शान्तिपूर्ण यात्रामा लिएर जाने, संविधान निर्माण गर्ने देशको मुद्दा थियो। आजको मुद्दा के हो? आजको मुद्दा राजनीतिक व्यवस्था परिवर्तन भएको, तर मानिसहरूले सोचेको जस्तो अवस्था परिवर्तन नभएको हुनाले गर्दा जनतामा ठुलो बेचैनी छ, असन्तुष्टि छ, नागरिक रिसाएका छन्, एकदमै रिसाएका छन्, पार्टीसँग रिसाएका छन्, नेतासँग रिसाएका छन्, मसँग रिसाएका छन्, मञ्चमा बस्नेसँग खास गरी हामीले जिम्मामा लिएको मान्छेसँग रिसाएका छन्, हामीहरूसँग रिसाएका छन्। को रिसाएका छन्? जसले हामीलाई साथ दिएका, हामीलाई साथ दिएका मान्छे रिसाएका। यताउता पात्र खोज्दै नखोज्नु, त्यो पात्र भूतपूर्व यो त्यो सबै कुरा यो सधैँ हो, नक्कली। मुख्य कुरा के हो? नागरिक रिसाएका छन्, नेतासँग, पार्टीसँग, जिम्मा लिएकासँग रिसाएका छन्। ती रिसाएका नागरिकको रिस कम गर्ने काम हाम्रो। त्यो असन्तुष्ट भएको नागरिकहरूलाई त्यो असन्तुष्टि बुझेर, चिनेर त्यसलाई सम्बोधन गर्ने काम हाम्रो। भ्रष्टाचार बढ्यो भने रिसाएका छन्, सुशासन भएन भने रिसाएका छन्, सार्वजनिक सेवा ठिक भएन भने रिसाएका छन्, नेपालको अर्थतन्त्र ठिक भएन भने रिसाएका छन्, नेताहरूले ठिक ढङ्गले काम गरेन भने रिसाएका छन्। त्यसै यो बेलामा कसैलाई पनि दोष नदिएर नेपाली कांग्रेस पार्टीले जसरी राष्ट्रिय पार्टी हिजोको बेलामा देशको अगाडि आएको सबभन्दा ठुलो विषयलाई बुझ्यो, त्यसलाई चिन्यो, सम्बोधन गर्यो, आजको दिनमा पनि नेपाली कांग्रेस पार्टीले त्यही भूमिका निर्वाह गर्नुपर्नेछ। 82 साल भर्खर सुरु भयो। यो 82 सालभरि कांग्रेसले काम गरेर, मेहनत गरेर, दुःख गरेर 82 सालको अन्त्य गरेर 83 सालको वैशाखको यस्तै बेलामा कार्यक्रम गर्ने बेलामा यो 1 वर्षभित्रको हाम्रो कामले नागरिकको रिसको पार अलिकति घटेको, असन्तुष्टि अलिकति घटेको, बेचैनी अलिकति घटेको, जे भए पनि यो वर्ष अलिकति भने राम्रो भयो भनेर थोरै भए पनि चित्त बुझाएको अवस्थामा हामीले पुर्याउनु पर्नेछ। त्यो पुर्याउनका निम्ति सबैले आफ्नो ठाउँबाट काम गर्नुपर्नेछ। वडामा आउनुभएको साथीले वडामा, सरकारमा गएको साथीले सरकारमा, हामी पार्टीमा पाएको, जिम्मा पाएको साथीले पार्टीमा, यो त्यो नगरिकन काम गर्नुपर्नेछ। त्यो काम गर्ने क्रममा फेरि पनि म तेराखा टुङ्ग्याउन चाहन्छु कि आज हामी तीर्थराम डङ्गोलको संयोग पर्यो। आज दुःखद हाम्रो लागि तीर्थराम दाई आजकै हाम्रो कार्यक्रम भइरहेको बेलामा आज हामीले यो दिनमै हाम्रो कार्यक्रम पर्यो। आज हामी उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छौँ। तर तीर्थराम दाईले शानदार जीवन व्यतीत गरेर जानुभएको छ, एउटा नाम राखेर जानुभएको छ, हामी सधैँ उहाँलाई सम्झनेछौँ। र आज हामीले यो बेलामा तीर्थराम डङ्गोलको जस्तो प्रवृत्ति जुन हो, त्यो प्रवृत्ति नै काङ्ग्रेसको मूल प्रवृत्ति हो। त्यो प्रवृत्तिलाई समाप्ने कुरामा नेपाली कांग्रेस पार्टीले फेरि समीक्षा गर्ने, हामी को हौँ, कहाँबाट आएका हौँ, हामी किन कांग्रेस भएको, हाम्रो कांग्रेस हुनुको उद्देश्य के हो, कांग्रेसको जीवनको उद्देश्य के हो, नेपाली कांग्रेस राष्ट्रिय पार्टी हामीले किन भनेको, आजको राष्ट्रको समस्या के हो, यसमा जुझ्ने कसरी हो भन्ने जस्ता विषयहरूमा विवेचना गर्ने, त्यसबाट ताकत लिने, त्यसबाट प्रेरणा लिने, त्यसबाट समस्याको हल गर्ने कुरा हामीले गरेर जानुपर्नेछ। आज यहाँबाट गइसकेपछि शिक्षक आन्दोलनमा भएको साथीहरू अहिले कुरिराख्नु भएको छ। आज अहिले हामी पार्टीको तर्फबाट उहाँसँग छलफल गर्दैछौँ। हामी यो यस्ता यी विषयहरू चाहिँ हामीले सरकारलाई धेरै कुरा भन्ने विषयका सन्दर्भ सरकारमा भएको साथीहरू अहिले पनि हामी अपेक्षा गरिरहेका छौँ। भर्खर नयाँ मन्त्री आउनुभएको छ, उहाँले चाँडोभन्दा चाँडो विषय हल गर्नुहुन्छ भनेर। तर नेपाली कांग्रेस पार्टीको अब जिम्मा के आयो भने यो शिक्षक साथीहरूको माग चाँडोभन्दा चाँडो पुरा गराएर साथीहरूलाई चाँडोभन्दा चाँडो विद्यालय पठाउने कामको जिम्मा हाम्रो। हामीले अरू कसैलाई भनेर हुँदैन, कांग्रेसले जिम्मा लिनुपर्छ। यस्ता कुराहरू
समस्या आयो समस्यालाई बुझ्ने चिन्ने त्यसको हल गर्ने अतिरिक्त पहल गतिविधि गर्ने गरिकन हामीले आफूले काम गर्नुपर्ने छ। यो वर्ष हाम्रा निम्ति त्यस्तो वर्ष बनोस् भन्ने शुभकामना पनि व्यक्त गर्दै हाम्रो यहाँको सङ्गठनको साथीहरूले मेहनत गरेर राख्नु भएको छ। म सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु। नगर सभापतिजीलाई विशेष धन्यवाद दिन चाहन्छु। तपाईँले जसरी व्यवस्थित ढङ्गले नगरका कार्यक्रमहरू गरेर लागिराख्नु भएको छ यो ठिक छ। खालि एउटै मात्र अनुरोध नगर प्रदेश सबै साथीहरू एक ठाउँमा बसेर भोलिको चुनाव लड्ने कुरा छोडिदिनु, सल्लाह गरेर गरौँ न। तपाईँले जे भन्नुहुन्छ त्यही नै गरौँ न। तर यो पटक अलिकति फरक ढङ्गले हामी काम गरौँ। 84 सालको वैशाखमा निर्वाचन हुन्छ हाम्रो, 83 सालको मङ्सिरमा भन्दा अगाडि नै हाम्रो केन्द्रीय महाधिवेशन हुन्छ। त्योभन्दा अगाडि हामीले स्थानीय चुनाव हाम्रो आफ्नो पार्टीभित्रको आफ्नो स्थानीय अधिवेशनहरू गर्छौँ। हामीले त्यसपछि जम्मा 1 वर्षभन्दा बढी समय पाउँदैन हेर्नुहोस्। आजको हाम्रो गतिहरू हेर्दै गर्दाखेरि 83 सालको प्रारम्भमा 82 सालको अन्त्यमा 83 सालको वैशाखतिर हामीले स्थानीय नगरको अधिवेशनहरू गर्न सक्यौँ भने पनि हाम्रो लागि ठुलो उपलब्धि हुन्छ। हामी त्यही कोसिसमा छौँ र वैशाख जेठसम्म हामीले गर्न सक्यौँ भने 1 वर्षको समय मात्र पाइन्छ त्यसपछि निर्वाचनको लागि। र यो वर्ष हामीले खेर फाल्नु हुने छैन। यो वर्ष अतिरिक्त मेहनत गर्नुपर्ने छ। यसमा सबै साथीहरूको ध्यान रहन्छ भन्ने विश्वास राख्दै फेरि एकपल्ट तीर्थधाम दाइप्रति हामी सबैको तर्फबाट क्षेत्र नम्बर 4 क्षेत्र नम्बर 5 बुढानीकरण नगरपालिका यहाँ भएका सबै काङ्ग्रेस जनको तर्फबाट आदरणीय दाइप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना गर्दै वैकुण्ठ वास होस् भनेर भगवानसँग प्रार्थना गर्दै मेरो आफ्नो कुरा टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार, जय हिन्द।